हेलो नमस्ते वेलकम टु अ डे इन माई लाइफ। म चाहिँ आज बिहान उठेँ, पहिला ब्रस गर्नै पर्यो, मुख धुनै पर्यो होइन। ब्रस गर्छु, मुख धुन्छु, अनि त्यसपछिबाट कपाल पनि कोर्नै पर्यो, अनि कपाल कोर्छु। अब कपाल लामो पनि छ अनि फेरि झर्छ पनि, छोडौँ भने सब खानेकुरा पनि पर्छ। त्यही भएर म चाहिँ पुरै जुरो बनाउँछु, यसलाई डल्लो बनाएर कपाल बाँध्छु। अनि त्यसपछिबाट अब यसो पूजा गर्नतिर लाग्छु। पूजा गर्न मनपर्छ, सबैजनाले गर्नुहुन्छ होला पूजा। सधैँ त पूजा गरेर बस्नु मैले भ्याउँदिनँ, छुट्टीको दिन यसो घर बसेको बेलामा चाहिँ पूजा गर्न मन लाग्छ अनि पूजा गर्छु। यसो घन्टी बजायो, धुपबत्ती बाल्यो। कति राम्रो देखेको, सानो छ मन्दिर, धेरै ठुलो त छैन। अब पानी खान्छु, म चाहिँ पानी एकदमै धेरै खाने मान्छे हो, खाने होइन पिउने हो क्यारे। म चाहिँ पानी एकदम धेरै पिउने मान्छे हो। म दिनको 3 लिटरसम्म नै पानी पिउँछु। अब खाना पकाउन थालेँ, अचार बनाउँछु। अचार साह्रै बनाउन मन लाग्छ मलाई। अरू दिन म एकदम अल्छी छु, तर घरमा बसेको दिन चाहिँ मलाई धेरै जाँगर लाग्छ अचार बनाउने, धेरै थरी बनाएर पकाएर खान्छु। अब म अचार बनाउनलाई तेल भर्दैछु, तेल पड्किँदैछ। तेल भुटिसकेपछि अब म यसलाई एकछिन मिक्सरमा हालेर पिस्छु। सबैको आफ्नो आफ्नो तरिका हुन्छ नि त अचार बनाउने। अनि अब मेरो तरिका कस्तो लाग्यो भन्नु होला। म अब अचार बनाउँछु। कागती चाहिँ कति थोरै हालेँ कि भनेर नसोच्नु, म धेरै अमिलो खाने खाले मान्छे पनि होइन, धेरै पिरो नि खाँदिनँ। मलाई धेरै अमिलो पिरो चट्ट चाहिँदैन। तै पनि यसो ठिक्क अचार भयो भने पनि मन चाहिँ पर्छ। अनि अब मैले जाने अचारलाई खाना पनि बसाइराखेको छु। खाना पकाउने, दाल पकाउने, अचार बनाउने सबै भइराखेको छ। अब मेरो सबै खानेकुराहरू रेडी हुन लाग्यो। अब रेडी भइसकेपछि मैले आज रोटी, अभोकाडो, चना अनि अचार खाएँ। अनि म चाहिँ 2टा रोटी, कहिले एउटा रोटी, मैले प्रायः जस्तो चाहिँ रोटी नै खाइरहेको छु। रोटी खाओस्, हावा खाए पनि दुब्लाउनेमा पर्छु, दुब्लाउने होइन मोटाउनेमा पर्छु म। त्यही भएर मलाई हावा खाए पनि मोटाउने ज्यान हो। खाएर सकेपछि भाँडा भइहाल्छ, नहुने कुरै भएन, भाँडा त मान्नै पर्यो। अब लागेँ म भाँडा मान्नतिर, थोरै हुँदैन फेरि भाँडा। 2 जना छौँ, भाँडा 10 जनाले खाए जतिको हुन्छ। माझेर चटक्क बनाउँछु। अब भाँडा माझेर सकाएँ। अब आफूले मात्र खाएर नि भएन, प्लान्टलाई नि खुवाउनै पर्यो होइन। त्यही भएर मैले हल्का प्लान्टको फुड ल्याएर राखेको छु। अनि प्लान्टलाई चाहिँ फिड गराइरहन्छु। हप्तामा 1 दिन प्लान्टमा यसो पानीहरू हालिदिन्छु। अनि मेरो अब मैले पहिला नि भनेको थिएँ, म एकदम धेरै पानी पिउने मान्छे हो भनेर। त्यही भएर अनि मैले पानी पिउँदैछु। यो चाहिँ इलेक्ट्रोलाइट हो। म चाहिँ एभ्री डे त पिउँदिनँ, तर डिहाइड्रेट हुन्छ भनेर म चाहिँ एकदम धेरै पिउने गर्छु हालेर। एभ्री डे नपिए पनि कहिलेकाहीँ चाहिँ पिउँछु, किनकि एकदमै धेरै डिहाइड्रेट भयो भने धेरै नै विकनेस बनाउँछ, अनि डिजी बनाउँछ, गाह्रो बनाउँछ। त्यही भएर पानी चाहिँ एकदमै पिउनुपर्छ। पानी पिएर अब म एकछिन 1-2 घन्टा सुत्छु। छुट्टीको दिन त सुत्नु परिहाल्यो नि, कहाँ दिनभर यत्तिकै बस्ने हो त होइन। रेस्ट गर्न पाएको बेला रेस्ट पनि गर्नु पऱ्यो नि त। अनि उठेर अब चिया बनाउँदैछु। चिया त फेभरेट हो एनी टाइम। अनि चिया खाएँ। अनि नाइटको डिनर टाइम भयो। डिनरमा मैले म्याक्रोनी खाएँ अनि सावर लिएँ। अनि सावर लिएर आइसकेपछि अब रातिको टाइममा, अरू बेला त म हेयर ड्राई युज गर्थेँ, तर नाइट टाइममा अब बेडमा जाने बेला भइसक्यो, चिसो कपाल लिएर सुत्न त भएन नि त। मेरो कपाल चाहिँ एकदम धेरै ड्राई छ। म चाहिँ खासै कपाल हेयर ड्रायर गर्दिनँ, राति सुत्न लागेको छ। फेरि अब राति कपाल ड्रायर नगरिकन सुत्यो भने टाउको दुख्छ, टाउको भारी हुन्छ, बिहान उठ्दाखेरि फ्रेस फिल हुँदैन, टाउको दुखेर भनेर म चाहिँ हेयर ड्रायर गरेको। एभ्री डे चाहिँ म युज गर्दिनँ। अब
हेयर ड्राई गरिसकेपछि फेरि नकोरी हुन्न। आज कपाल कोरेन भने भोलिदेखि कोर्न सकिँदैन, लट्टा परेर कपाल जति लामो त्यति दुःख दिने। अब फेरि मैले चाहिँ सेटाफिलको मोइस्चराइजर लाउँछु भनेर भनिराखेकै थिएँ होइन, एज युजुअल। अब मैले लगाएँ, ड्राई छ मेरो फेस, यसो राम्रो त बन्नु पर्यो नि त। अनि आँखा फेरि किन रातो भएको, जहिले सावर लिँदा आँखा रातै हुन्छ मेरो। मेडिक्युबको चाहिँ मैले यो ट्राई गरिराखेको छु। मेरो चाहिँ हल्का निधारमा, सबैतिर त होइन, हल्का निधारमा रिङ्कल्स छ। अनि मैले यो लगाउँदाखेरि चाहिँ मलाई चाहिँ अब रिङ्कल हटेको जस्तो फिल भयो मलाई चाहिँ होइन। मैले त्यही भएर लगाइराखेको छु। सबैतिर त छैन, हल्का निधारमा छ थोरै। अनि घाँटीमा डबल चिन, मेरो चाहिँ डबल चिन के हो के बाबा, घाँटीमा त्यत्तिकै छ, यहाँ चिनमा त्यस्तै डबल छ। अनि केही घट्छ कि भनेर यसो बेला बेला तन्काउँछु। तन्काएर त घट्ने कुरो त होइन यो। वेट लस गर्नु भन्छन्, पानी खाँदा हावा खाँदा लाग्ने जान्छ, कसरी लस गर्नु। अनि त्यसपछिबाट म मजाले आफ्नो फेस मसाज गर्छु। अनि फेस मात्रै केयर गरेर भएन, लिप्स त्यस्तै ड्राई छ, एकदम धेरै ड्राई छ। त्यही भएर म अब लिप्समा हल्का लगाउँछु, लिप बाम लगाउँछु। अनि त्यसपछिबाट सुत्छु। भोलि भेटौँला, गुड नाइट।